हेलो साथीहरु, आज चाहिँ मेरो बिजोग भयो। आज म छाता नलगी गएको थिएँ, पानी पर्दैन होला भनेर। घाम पनि लागेको थियो बिहान चाहिँ, अनि केही नबोकी गएको। 12 बजेदेखि पानी परेको, लाइटनिङ भएर पानी परेर यस्तो खतरा भिजेर लप्प भए। हेर्नुस् यहाँ पानी। घर कहिले पुग्ने? ओ माय गॉड। त्यो पनि जंगलै जंगल, एक्लै पानी झरीमा हिँड्दैछु। पानी यस्तो परिरहेछ, यस्तो बाटो हिँड्नुपर्छ, के गर्नु, यस्तै छ जिन्दगी। पानी पनि सानो आउँदो रहेछ। आज चाहिँ बस्तीको कक लिएर आउनु भएछ बुढाले, त्यो पनि भाले बसै बसो भएको। यो चाहिँ खासैमा चाहिँ आज चाहिँ पूजा थियो। यो याकथुम्बा सुब्बाहरूको के पूजा हुँदो रहेछ, त्यो पूजाको भाले हो। लिएर आएछ, अब यसको सब्जी बनाइदिनु पर्यो। काटेर ल्याए, रेडी पारे, बुढोले तयारी पारेर लिएछ। खुट्टो यो चाहिँ हाफ चिकन। बस्तीको लोकल बस्तीको चिकनको सुपसँग खाना रेडी भयो। सलेडमा चाहिँ प्याज मात्रै छ है, अन्ली प्याज।